गरिन्छ त्यहाँ हामी के पाउँछौँ भने एउटा सामाजिकीकरण पाउँछौँ, समाजको उपस्थिति है कि। अर्को देख्छौँ त्यहाँ धार्मिकीकरण, एउटा न एउटा धर्म दर्शनको प्रभावमा रहेर विधि विधान अपनाएर गरिन्छ। यो भयो केटाको हकमा गरिने केटा पूजा, केटीहरूको हकमा गरिने इही पूजा। अब हामीले गरिँदै आएको जुन कैँटा पूजा छ त्यसैलाई नै संस्कृत शब्दमा व्रत बन्धन भन्ने गरिआएको छ। अब यसरी व्रत बन्धन गर्दाखेरि, पूजा गरेर गर्दाखेरि त्यहाँ चोखै व्रत बन्धन भनेको कुन चाहिँ हो त, के हो त भन्दाखेरि जतिखेर त्यो बालकलाई अङ्ग छोप्ने कपडा दिइन्छ, कैँता दिइन्छ, लङ्गुटी दिइन्छ, ढोटी दिइन्छ, त्यो हो व्रत बन्धन। अनि त्योभन्दा अगाडि त्यहाँ बच्चाको कपाल खौरिदिने गरिन्छ र एउटा टुप्पी एउटा मात्रै बाँकी राख्ने गरिन्छ। त्यो हो चुदा कर्म। चुदा भनेको यो टुप्पी, कर्म भनेको टुप्पी एउटा बचाइराख्ने अनि बाँकी सबै कपाल खौरिदिने, त्यो चुदा कर्म। र लगत्तै उसलाई ढोटी लगाइदिन्छ अथवा लङ्गुटी लगाइदिन्छ, कैँटा लगाइदिन्छ, त्यो व्रत बन्धन। अनि त्यो कसरी व्रत बन्धन भयो त भन्दाखेरि अब त्यहाँदेखि उसले सानातिना नियम, पारिवारिक नियमलाई पालन गर्नुपर्ने हुन्छ। सर्वप्रथम त अब डाङ्गै नहिँड्ने, लङ्गुटी ढोटी आदि लगाएरै हिँड्ने, अङ्ग छोपेर हिँड्ने भनेको लाज शरमलाई बोकेर हिँड्ने। अनि त्यहाँदेखि हिजोसम्म चाहिँ नि यताउता चाहिँ नि छोए नि हुने, जुठो गरे नि हुने, अब जुठो गर्नु हुँदैन, तिमी त ठुलो भयो भनेर उबाट धेरै जुठो गर्न नदिने, सरसफाइमा ध्यान दिन लगाउने। यसरी अझ चाहिँ नि घरमा नियम, ल बाउ आमालाई ढोग, ल अब फुफू मामा आउनुभयो नमस्कार गर, ढोग भनेर अब उसलाई पारिवारिक नियम, सामाजिक नियम, धार्मिक नियमहरू उसलाई सिकाइदिने। उसले पनि सिक्न खोजेको हुन्छ, अरूले त सबैले ढोग्यो म पनि ढोगौँ उसलाई पनि लाग्छ। सबैले पूजाआजा गरेको छ, यता गरेको छ, त्यो गरेको छ, म पनि गरौँ भन्ने उसलाई पनि लाग्ने पनि हुन्छन्। र परिवारले पनि उसलाई पारिवारिक नियम, त्यति मात्र होइन समाजबाट उसलाई सामाजिक नियम पालन गर्न लगाउँछ। अब देशले पनि देशको नियम पालन गर्न सिकाउँछ। तिमी त ठुलो भयो, अब तिमी नाबालिग होइन बालिग भयो, ल तिमीले अब नागरिकता ल्याऊ, अब आइन्दा तिमीले चाहिँ यस्तो गल्ती गरेमा तिमीलाई कानुन लाग्छ है, सजाय लाग्छ है भनेर अब कानुनले पनि कानुनीकरण गरेर कानुनीकरण गर्छन्। कहिले त जब मान्छे शिशुबाट, बालक बालिकाबाट अझ मानसिक शारीरिक विकास भएर ऊ अलि ठुलो हुन्छ, बालिग हुन्छ। हेर्नुहोस् त यहाँ जुन कोही पनि बच्चा जन्मेर ठुलो हुनु भनेको त त्यो प्राकृतिक कुरा हो नि। कसैले तानेर ठुलो गर्ने होइन, कसैले थिचेर उसलाई सानो पारिराख्ने पनि होइन। जुन शारीरिक मानसिक विकास हुन्छ, सँगसँगै लाज शरम उसलाई भएर आउँछ, अङ्ग छोप्ने काम उसले गर्छ नै। अब त्यही कुरालाई समाजको उपस्थितिमा गरिँदाखेरि सामाजिकीकरण भयो, धार्मिक पद्धति अनुसार गर्दाखेरि धार्मिकीकरण भयो। त्यति मात्रै होइन, अब तपाईँहरूको जिज्ञासा होला, नेवा समाजमा, हिन्दू समाजमा होस्, बौद्ध समाजमा होस्, यसरी कैँटा पूजा व्रत बन्धन गर्दाखेरि उसलाई धनुष तीर आदि झोला बोक्न लगाएर घरबाट बाहिर पठाउँछ। त्यो के गरेको होला भन्ने मनमा लाग्छ। अब आउँछ वास्तवमा हामीले त्यसरी उसलाई घरबाट बाहिर पठाउने होइन। स्वतः नै शारीरिक मानसिक विकास भइसकेपछि त उसले खोजनीति गर्न थाल्छ, सोधपुछ गर्न थाल्छ, यो के हो, त्यो के हो, यो किन गरेको, त्यो किन गरेको, म पनि गरौँ कि। यसरी उसमा जिज्ञासा पनि खुल्दुली हुन्छ, के गरेको, कसो भएको, अर्को जिज्ञासा हुन्छ, म पनि सिकौँ कि भन्ने हुन्छ। यसरी त्यहाँ खोजनीति अर्थात् अर्को शब्दमा भन्नु पर्यो भने अध्ययनको कुरा प्रारम्भ हुन्छ, अध्ययन सुरुवात हुन्छ। त्यो उसको शारीरिक विकास र मानसिक विकास हुनुकै कारणले हुने हो त्यो। तर त्यहाँ धेरै पढिरहेको अवस्थामा उसलाई पनि त्यो पढ्न मन लाग्ने त छँदैछ,
पढ्नलाई प्रेरित गर्ने, धेरै सबै काम गरिरहेको छ भने त्यो हेरेर काम गर्ने उसलाई चाहिँ नि प्रेरणा जाग्न त छँदैछ। एउटा त स्वतः उसमा पनि त्यो जिज्ञासा हुन्छ नै र त्यहाँबाट शिक्षा आरम्भको कुरा आउँछ, सिक्नेको कुरा आउँछ। यदि यसरी शिक्षा र सिक्नको लागि नै फेरि घरमा मात्र सीमित भएर नबसेर टोल छिमेकीमा जाने, आफ्नो क्षेत्रसम्ममा रहेर अध्ययन गर्ने अनि आफ्नो क्षेत्रलाई पनि नागेर अर्काको क्षेत्रमा सम्म गएर पनि त्यो अध्ययन गर्न थाल्ने, यो त मानिसहरूले गरी आएकै कुरा हो। त्यही कुरालाई हो अब यहाँ सामाजिकरण गर्यो। तिमी त ठुलो भयो, ल कैँटा लगाऊ, ल टोटी लगाऊ, ल अब तिमी चाहिँ नि अध्ययन गर्न जाऊ भनेर फेरि घर परिवारबाट पनि त्यस्तो वातावरण सृजना गर्दछ कि तिमी अब पढ्नुपर्छ, सिक्नुपर्छ, यसको लागि घरबाट बाहिर पनि जानुपर्दछ, पर्यो भनेदेखि आफ्नो क्षेत्र नागेर धेरै टाढासम्म पनि जानुपर्दछ भन्ने खालको चाहिँ नि विचारधारा हामी देख्न पाउँछौँ र त्यो हुन्छ नै। त्यही भएको कुरालाई एकचोटि फेरि त्यहाँ सामाजिकरण गरियो। ल ल ल ल मामा के अब फुफू मामा बोलाउँ, ल छरछिमेकी बोलाउँ, नातेदारहरू बोलाउँ, ल यो ठुलो भयो अब टोटी लगाइदिउँ, ल अब कपाल खौरिदिउँ, टोटी लगाइदिउँ, ल अब यसलाई बाहिर पढ्न गएको, त्यो हिसाबले बालकलाई टोटीसोटी लगाउन दिएर झोले यो विभिन्न सामग्री अन्न, अब विदेशमा पर गएर धेरै टाढा गएर पढ्नलाई त लजिङ फुडिङ आजकलको हिसाबले चाहियो नि त, खानापिना बस्नको लागि चाहियो, खर्चहरू चाहियो। त्यो हिसाबले अनि चत्त धनुषतिर समेत बोकाउन लगाएर भनेको बाटोमा जाँदाखेरि धेरै विघ्न बाधाहरू आउलान्, समस्या आउलान् अथवा अरूबाट आफूलाई आक्रमण होलान्, यी कुराहरू समेत मध्यनजरमा राखेर धनुषतिर बोकाएर झोला जसमा अन्न राखेको हुन्छ त्यो काँधमा राख्न लगाएर अनि पर्यो भने त अब घरमा बस्न नपाउन सक्ला, बाटैमा पनि सुत्न सक्नु पर्ला आदि इत्यादिको हिसाबले मृगचर्म ल ओछ्यान बिछाएर सुत्नेको हिसाबले यसरी सरसामग्रीहरू समेत राखेर जुन कुरा चाहिँ नि पहिले त्यस्तै हुन्थ्यो। घरबाट बाहिर जाँदाखेरि अब चाहिने खर्च अन्नहरू बोकेर जानुपर्ने हैन, आत्मसुरक्षाको लागि धनुषतिर पनि बोकेर जानुपर्ने र ओछ्यानको लागि आजकल स्लिपिङ ब्याग बोके जस्तै अनि त्यो मृगचर्म बोकेर जानुपर्ने उहिलेको चलन। अब वर्तमानमा त्यस्तो अवस्था त छैन, तर पनि हामी यसरी मानव सभ्यता विकास भएको है भन्ने कुरा त्यो दर्शाइरहेको हुन्छ यो व्रतबन्धन पूजामा। र यसरी अब त्यहाँ व्रतबन्धन भइरहेको हुन्छ। त्यति मात्रै होइन, अब आफ्नो स्थान भनेको हो नेवार समाजमा आफ्नो स्थान भनेको आफ्नो गणेश मन्दिर, टोलमा गणेश मन्दिर हुन्छ। त्यो एउटा गणेश मन्दिरले त्यो टोलको इलाकालाई देखाउँछ। अर्को गणेश मन्दिर भेट्यो भने त्यसको पनि अब अर्को टोल भन्ने देखाउँछ त्यसले। अब यहाँ चलन के छ, आफ्नो टोलको छेउमा रहेको गणेश मन्दिरसम्म जाने अनि त्यहाँ 7 पाइला टेक्न लगाउने, अर्थात् त्यहाँ खाली पानको पात अनि सुपारी पैसा ल्वाङ राखेर अनि गणेशलाई पूजा गरेर ढोगेर अनि त्यहाँबाट 7 पाइला हिँड्न लगाएर ऊ चाहिँ त्यहाँ जान्छन्, निस्कन्छन्। यसरी निस्कने भनेको के हो त, हामी मानवहरूले गरी आइरहेकै हुन्छ। वर्ष उमेर पुगेपछि जिज्ञासा आदि राखेर घरलाई नागेर बाहिरबाट अझ पनि परसम्म गएर अध्ययनहरू हामी गर्छौँ, गरी आएकै कुरा। त्यही कुरालाई अब व्रतबन्धनमा त्यसरी देखाउँछ, हामी यसरी जानुपर्दछ भनेर देखाउँछन्। त्यो बेलामा अब आजकल यस्तो चलन भयो कि अनि मामाले हतार चाहिँ भान्जा चाहिँ भाग्ने, मामाले समाउने भन्ने जस्तो चलन आयो। खासमा त्यो भान्जा भागेको पनि होइन, मामाले समाउन जाने पनि होइन। भान्जा अथवा छोरा अध्ययन गर्नको लागि घरबाट निस्केको हो। त्यो बेलामा सबै फुफू मामाहरू सबै बसेर त्यो उपस्थित भएको हुन्छ। आजकल हामी जसरी परदेश जाँदाखेरि सबै मानिसहरू बटुलेर बसेर उसलाई चाहिँ सगुन आदि दिएर सिअफ गर्छन् त, बिदाई समारोह गर्छन् नि, त्यसरी नै हो यो। अनि त्यहाँ बाहिर जान्छौ अनि
अनि हामीले गरी आएको व्रत बन्धनमा यस्तो एउटा नाटक जस्तो देखाउँछ कि ऊ बाहिर जान्छ अनि बाहिर गएर पढेर त एक दिन त मान्छे घरमा फर्कन्छ नि है, बाहिर जान्छन् पढ्छन्, पढिसकेपछि अथवा बाहिरै नगए पनि दिनदिनै घरै फर्के पनि पढाइ त गर्छ नै हैन। एक दिन यस्तो मानसिकता हुन्छ कि अब त पुग्यो कि यो अध्ययन गर्न पुग्यो कि पढाइ गर्न पुग्यो कि अथवा मैले सिक्न पुग्यो कि अब त यसो घरजम पो गर्ने हो कि, बरु पढ्यो भने पछि फेरि पढौँला, फेरि अर्को चाहिँ नि सिकौँला, फेरि सिकौँला, अहिलेलाई त पुग्यो कि है, अब अलिकति यसो केही न केही रोजगार गरेर खाउँ कि अथवा घरमा चाहिँ घरको जिम्मेवारी लिउँ कि भन्ने भावना हामीसँग आउँछ। र भावनै नआए पनि अरूहरूले पुग्यो कति पढिरहेको अब पुग्यो अब चाहिँ घर आऊ ल घरमा बस घर गृहस्थी सम्हाल भन्ने खालको त्यहाँ वातावरण सृजना हुन्छ है। त्यसकारण अनि के गरिन्छ भने परदेश गएर अथवा शिक्षा अध्ययन सिपको लागि बाहिर गएर घरमा आएको जस्तो एउटा नाटक हो, त्यो हो मामाले भान्जालाई हात समातेर ल्याएर अनि मूल ढोकामा उसलाई टोपी लगाइदिन्छ। हिजो टोपी थिएन, कपाल खौरेको थियो, टोपी एउटा मात्रै थियो, कालान्तरमा कपाल पनि बढ्छ होला अनि खौरिन्छ। तर अब एक त आउँछ कि ल घरमा भित्रियो भनेर उसलाई टोपी लगाएर अनि बारा भन्ने चलन छ नेवारीमा, उसलाई बारा छुई जस्तो केही गरेर अनि घरमा ल्याउँछ, घरमा स्वागत गर्छ, ऊ घर फर्किन्छ। अब यसरी घर फर्किनुलाई भनिन्छ व्रत समावर्तन कर्म। ल मलाई पढ्न पुग्यो हाललाई है, फेरि सधैँको लागि हाललाई पढ्न पुग्यो सिक्न पुग्यो, अब चाहिँ नि यसो सामाजिक पारिवारिक काम कुरामा लागौँ, घर जम गरौँ भन्ने एउटा मनसाले घर फर्किने, घरमा बस्ने, घर गृहस्थीको जिम्मेवारी सम्हाल्ने, यसलाई भन्ने गरिन्छ व्रत समावर्तन कर्म भनेर भनिन्छ। त्यही कुरा गर्दाखेरि समाजका अगुवाहरू बसेर परिवारका सदस्यहरू बसेर गर्छन् र धार्मिक रूपमा धर्मगुरु पनि अगाडि बसेर गर्छन्। यसरी यो गरिन्छ। अब यहाँ निम्ति तपाईँलाई स्पष्ट पार्छु, जुन मैले भने चुडा कर्म, व्रत बन्धन, व्रत समावर्तन है, कपाल खौरेर एउटा टुप्पी मात्र राख्नु भनेको उसको कपाल काट्ने इच्छादेखि लिएर घर गृहस्थीको चिन्ह हो। त्यो टुप्पी भनेको गृहस्थी, सन्यासी होइन, भिक्षु होइन, गृहस्थीको प्रतीकको रूपमा टुप्पी राखेर बस्छ अनि धोती आदि लगाउने, लाज शरम आदि छोप्ने, एउटा सामाजिक नियममा बस्ने र जिज्ञासा आदि आएको हुन्छ र ऊ घरबाट निस्कन्छ। त्यसपछि केही जाने सिकिसकेपछि घर भित्रिन्छ। यसरी चुडा कर्म, व्रत बन्धन, व्रत समावर्तन, तीनवटा जुन कर्म छ हाम्रो जीवनको, यो त अभिन्न अङ्ग, जीवनको चरण, तीनवटा चरण हो। फेरि दोहोऱ्याएर भने कपाल आदि काटेर गृहस्थीमा बस्ने अनि लाज शरम छोप्नको लागि चाहिँ यो धोती लगाउने अनि जिज्ञासा आएको हुन्छ त्यसको लागि सिक्नको लागि बाहिर जान खोज्ने, जाने र सिकि जानिसकेपछि हाललाई पुग्यो घर गृहस्थीमा बसौँ भनेर फर्कने। अब यहाँ चाहिँ यो तीनटा चरण, चुडा कर्म, व्रत बन्धन, व्रत समावर्तन। अब यही कुरा अब धार्मिक र सामाजिक रूपमा गर्दाखेरि एकै दिन गरिन्छ। एकै दिन त्यही दिन त्यो केटाको विभिन्न पूजाआजा गर्दै उसलाई कपाल खौरिदिने, टुप्पी राखिदिने, ल अनि धोती लगाइदिने, त्यसपछि फेरि उसलाई बाहिर गएको जस्तो गरेर फेरि भित्र आएको जस्तो गरेर मामाले उसलाई समातेर ल्याउने, समाएर ल्याउने। यसरी यो तीनटा जुन जीवनका हाम्रो जीवनका चरणहरू जुन विभिन्न अन्तरालमा हुने हो, धेरै समयको बिचमा हुने कुरा हो, त्यो सबैलाई एकै दिन हामीले गर्छौँ र त्यसैलाई नै अब व्रत बन्धन भन्ने चलन भयो, त्यसैलाई नै केट पूजा भन्ने चलन भयो। भन्दाखेरि केट पूजा व्रत बन्धन हो, तर त्यहाँ तीनटा चरणका कामहरू गरेका हुन्छन्। के भने मैले चुडा कर्म, कपाल खौर्ने, टुप्पी लगाउने, धोती लगाउने
र अर्को बाहिर गएको र अनि त्यहाँबाट फर्केको समेत गरेर तीनटा जीवनका चरणहरू एकै दिन गर्ने गर्दछन्। यो नै अब नेवा बौद्ध समाजको एउटा अभिन्न धार्मिक र सांस्कृतिक अङ्ग बनेको छ र यसै गर्दा नै अनि एउटा पहिचान पनि बनेको छ। ओहो यिनीहरूको त यस्तो गर्नु पर्दछ, यस्तो किन गरियो भन्दाखेरि त्यो हाम्रा जीवनका चरणहरू छन्। ती चरणहरूलाई चाहिँ नि एउटा सामाजिकरण धार्मिकीकरण गरेर यो एउटा पद्धति बनाएको छ। अनि यो अनिवार्य रूपमा अब केटा मान्छेको व्रतबन्धन, केटी मान्छेको यही मात्रै होइन, केटी मान्छेको भएदेखि अझ बाह्र तेगु भनेर त्यो बाह्र तेगु समेत गरिन्छ। वास्तवमा केटीहरूको हकमा यही गर्ने र बाह्र राख्ने भनेको पनि केटाहरूको यो व्रतबन्धन गरे जस्तै हो। यसरी हामी व्रतबन्धन गरी आइरहेका हुन्छौँ, गरी आइरहेका छौँ, जुन हामी नेवा बौद्ध समाजमा पनि देख्न पाइन्छ। नेवा बौद्ध समाजमा नेवा बौद्ध धर्म अथवा बुद्ध धर्म दर्शनकोलाई अङ्गीकार गरेर यी कुराहरू गर्दछन्, त्यो विधि अनुसार गर्दछन् भनेदेखि हिन्दू समाजमा, हिन्दू नेवा समाजमा हिन्दू धर्म दर्शनको अनुसार यो गरिआएका हुन्छन्। यसरी सर्वप्रथम त मानव जीवनमा घट्ने जीवनका घटनाहरू हुन्, जीवनका चरण हुन् र त्यसैलाई सामाजिकरण गरिएको छ र धार्मिकीकरण गरिएको छ। र यसरी यहाँहरूलाई मैले यो व्रतबन्धन प्रमुख रूपमा व्रतबन्धनको कुरा राखेँ, तर यसको पृष्ठभूमिको रूपमा मैले गर्भमा बसेकोदेखि त्यो एउटा ठुलो चरण, अनि लिङ्ग उत्पत्ति हुने अर्को दोस्रो चरण, अनि आमाको योनितर्फ उन्मुख भएर जन्मनुको लागि तयार भएर बसेको, कोल्टो फेरेर बसेको तेस्रो चरण, त्यसपछि साँच्चै आमाको शरीरबाट छुट्टिएको चौथो चरण, अनि त्यहाँदेखि सामाजिक धार्मिक कार्यहरू सुरु हुन्छ। हुन त त्योभन्दा अगाडि पनि हुन्छ। गर्भवती महिलालाई धौबजी नके भनेर गरिन्छ। त्यहाँ गुरु पुरोहित राखेर पूजाआजा नगर्ला। नेवा बौद्ध समाजमा त त्यो त्यसरी धौबजी नके गर्दाखेरि पनि पहिला पुंसवन कर्म, गर्भाधान कर्म, पुंसवन कर्म, सीमन्तोन्नयन कर्म भनेर पूजाआजा नै गरिन्थ्यो। धेरै अगाडि पूजा भन्ने त थिएन, समाजमा त्यसरी हुँदै गयो। पछि धार्मिकीकरण हुँदाखेरि गर्भाधान कर्म, पुंसवन, सीमन्तोन्नयन कर्म गर्दाखेरि पनि पूजाआजा गर्ने विधि विधान छ। तर आजकल यो कुरा लोप भएर गयो र सामाजिक रूपमा धौबजी नके माइतीमा गएर धौबजी खाने, दायाँ बायाँ छर छिमेकी साथीभाइबाट राम्रो मिठो खुवाउने चलन रहेको छ। त्यो धौबजी नके भनेको एक प्रकारको सीमन्तोन्नयन कर्मको लागि गरेको हो यो। त्यसपछि बच्चा जन्मिन्छ, जात कर्म भयो, अनि बच्चा जन्मियो भनेर चाहिँ नि सुतक बाँड्छ, अनि 4 दिनमा 7 दिन 8 दिन 10 दिन आदि विभिन्न दिन अनुकूल अनुसार अनि नुहाई धुवाई गरेर सरसफाई गरेर अनि गुरु पुरोहित आदि समेत राखेर पनि गरिएको छ। कतै गुरु पुरोहित नराखिकन त जात कर्म गर्छ, मचबु बेङ्क्य गर्छ। त्यहाँ एउटा सुटिनी दिदी अझी राखेर पनि गरिन्छ। त्यसपछि अब आयो जात कर्म, पछि आयो नामकर्म, नाम राख्ने काम गरिन्छ, अनि उसलाई भात खुवाई अन्नप्राशन कर्म गरिन्छ। त्यसपछि अब छुटा कर्म, व्रत बन्धन, व्रत मोक्षण तीनटा कुरालाई एकैचोटि एकै दिनमा गरिन्छ। केटाहरूको हकमा, केटीहरूको हकमा यही एकचोटि गर्ने र त्यहाँ नै उसको कपाल काट्नु सट्टा कपाल खौरिने, कपाल चाहिँ राम्रोसँग समसमाउने, राम्रोसँग चुल्ठी बान्ने र यी पटासी अङ्ग छोप्नको लागि झन गहना समेत लगाइदिएको हुन्छ भनेदेखि अनि बाह्र तेगु भनेर त अझै उसलाई एउटा आजकल चाहिँ नि ठुल्ठुलो गेम हैन, ओलम्पिक गेम आदि इत्यादि गर्दाखेरि क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिन्छन् त खेलाडीलाई। त्यसरी नै हुर्केको बालिकालाई त्यस्तो क्लोज क्याम्पमा राखेर उसलाई शिक्षाहरू दिइन्छ। त शिक्षा दिने काम नै हो बाह्र तेगु। सँगसँगै त्यहाँ नाचगान पनि हुन्छ, रमाइलो पनि हुन्छ। हामी त मान्छे भएर जन्मेपछि रमाइलो त गर्नुपर्छ। जीवन नै उत्सवमय हो, उत्सवमय बनाउनु पर्दछ। त्यो नाचगानको कुरा सामान्य सानो कुरा हो। अर्को कुरा त्यो क्लोज क्याम्पमा राखेर जसरी विशेष प्रशिक्षण दिइन्छ
त्यस्तै बालिकालाई अब हुर्केको बालिकालाई शारीरिक मानसिक विकास भएको बालिकालाई बाह्रा कोठामा राखेर विशेष प्रशिक्षण दिइन्छ। अब आजकल बाह्रा टेगु भन्दा पनि नेपालीमा गुफा राख्ने भन्ने चलन आयो। त्यस्तो गुफा भन्ने शब्द त प्रयोग गरिएको हुँदैन। त्यो बाह्रा टेउ गर्दाखेरि त्यो शब्द खासै प्रयोग गर्नु पर्दैन। बाह्रा टेगु नै भन्ने, यानि त्यसलाई बाह्राको अर्थ हुन आउँछ एउटा 4वटा घेराको भित्र राख्ने, एउटा सिमानाको घेराभित्र राख्ने भन्ने अर्थ हो त्यो। यसरी बाह्रा राखिन्छ। ल यति मैले यहाँहरूलाई बताएँ। यो नै फेरि सम्पूर्ण होइन। यसमा अझ मैले बौद्ध धर्म अनुसार गरिनेमा के विशेषता छ त, यसमा के विशेषताहरू छन्, किन कसरी यो बौद्ध परम्परा हुन गयो त। सिद्धार्थ गौतमले त भगवान बुद्धले त यसरी व्रत बन्धन गर भनेको छैन होला, कैँट पूजा गर भनेको छैन होला, यही गर भनेको छैन होला भन्ने यस्ता जिज्ञासाहरू तपाईहरुमा हुन सक्दछ। अब यो कुरा प्रश्न पार्नको लागि फेरि हामी भेटघाट गरौँला। धन्यवाद।